हेलो साथीहरू, आज हामी बच्चाहरू लिएर कता जाँदैछौँ है, छोराछोरीहरू लिएर है। फाइनल्ली हामी रेडी भइयो है। ऊ छोरी धेरै खुसी भएको छ अनि भतिजले उहाँ हतार हतार गरेर झोला रेडी गर्दैछ अनि छोरो पनि धेरै खुसी भएको छ अनि छोरी उफ्री उफ्री हामी बाटोमा हिँडिरहेछौँ है, धेरै खुसी। छोरो पनि खुसी भएको छ अनि म पछाडिबाट सेल्फी खिच्दैछु। छोरो भतिजले चाहिँ चलाइरहेछ बाइक, हामी बाइक राख्यौँ त्यहाँ डाँडोमा। थोरै हिँड्नुपर्ने छ, 10 मिनटको बाटो। हामी 10 मिनट हिँडिसकेपछि आयो सम्म बाटो अनि अगाडि भतिजिने छ अनि छोरी धेरै खुसी भएको छ। अगाडि रहेछ सुन्दर मन्दिरमा धेरै खुसी भयो। अब हामी कता बसेर खाजा खाने। हामी मन्दिर वरिपरि घुम्यौँ अनि बस्ने ठाउँ कता छ भनेर खोजेर हिँड्यौँ। हामीले पायौँ राम्रो कुर्ची बस्ने ठाउँ है। अनि छोरी साह्रै खुसी भएछन्, झोला खोताल्दैछन् के रहेछ खानेकुरा भनेर। अनि उता बाबु पनि हेर्दैछ, बाबुले दिदीले के निकाल्दैछ भनेर। बाबु पनि मजाले हेर्दै खुसी भएको छ है, उता के अरे खानेकुरा के रहेछ दिदीले निकाल्दैछ खोतालेर भनेर। अनि हामीले गऱ्यौँ चेस कोक अनि बाबुले पनि फ्रुटी खानलाई चाहिँ पाइप। हामीले खाजासा खाएर छोरीले ऊ दिदीलाई बोलाउँदैछ, कतिखेर घर जाने दिदी भनेर हतार भएर रमाउँदै है। अनि त्यसपछि आएर उता दिदी पनि अब यताउता घुमिरहेछन्, छोरो पनि यहाँ खुसी भएको छ। अनि हामी सबै फोहोर बटुलेर हामी डस्टबिनमा हाल्यौँ। तपाईँहरू पनि यति फोहोर गऱ्यो भने डस्टबिन हाल्ने बानी बसाउँ है साथीहरू। हामी त क्लिन गऱ्यौँ, अब लाग्यो हामी घरतिर। बिस्तारै हामी झऱ्यौँ। जोस् रमाइलो भयो आजको यात्रा है साथीहरू।